आदरणीय दर्शक महानुभाव, विद्यालय शिक्षक, विद्यार्थी साथीहरू, यहाँहरू सबैमा न्यानो नमस्कार। आज हामीहरू तपाईहरूको माझ पोषण प्रवर्धन तथा अस्वास्थ्यकर खानालाई निरुत्साहित गर्ने र स्वस्थकर खानालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रस्तुत गर्दैछौँ सडक नाटक बाल पोषण। के हो रामे दाइ तपाईँको पारा? छोरी भने विद्यालयमा कापी कलम सम्म ल्याउँदिन, लेख भनेको लेख्दिन, पढ भनेको पढ्दिन, खाना खान दिनुहुने कि क्या हो? दुब्लाएर पनि सास मात्र देखिन्छ, सन्तानको माया लाग्दैन? ओए मास्टर हो कि बास्टर हो थाहा छैन जमाना। दुनियाँमा धेरैले कि फिल्म हेर्छन् कि सिलिम हेर्छन्। मेरी छोरी सिलिम बाँकी हो सिलिम, खान नदेकोरी। के खाना दिनुहुन्छ हो रामे दाइ स्लिम पार्ने खाना? म पारेको खान्छु, मेरी बुढी तारेको खान्छे, छोराछोरी तयारी खान्छन्, अनि सिलिम हुँदैन त? मैले त कुरै बुझिन, के हो पारेको तारेको तयारी? बुझ्न सजिलो छ, तयारीमा चाउचाउ, पारेकोमा अन्नको आँसु, तारेकोमा खसीको मासु। ओहो, यो तपाईँले खाएको खानेकुरा त अस्वास्थ्यकर भयो नि, स्वस्थकर खाना पो खुवाउनु पर्छ त। नमस्कार। ल रामे दाइ विद्यार्थीहरू नि आइसके, पछि भेटेर कुरा गरौँला, म पनि स्कुलतिर हिँडेँ है। मेरी छोरी पनि आइन् नानीहरू? बिहानदेखि हिँडेको मान्छे 9 बजिसक्यो, घरमा आउनु पर्दैन? नानी स्कुल जान माने कि छैन? भात खान मान्दैन, के खाना दिने हो थाहा छैन। घरमै त आएको छु, ससुराली त होइन यो। बढी गफ गर्ने होइन, छोरीले के खाना दिने हो खुवाउनुहोस्। छोरी खाना खाऊ, किन नखाकी? स्कुल जानु पर्दैन? यो कोदोको ढिँडो र गुन्द्रुक साग खाँदा वाक्क लाग्छ के बाबा? के खान्छौ त के? लो आयो हजुर, चॉकलेट चाउचाउ चाउमिन चिप्स चटपटे 2 मिनटमा तयार, संसारकै सुपरस्टार चाउचाउ आयो हजुर, चाउचाउ। साउजी 2 प्याकेट चाउचाउ दिनुहोस् त। लो हजुर, लिहाल्नुहोस्, फास्ट फुड इज गुड, हातमा लिँदै स्कुलतिर कुद। पासाङ खेल्न आऊ। ल हेर त साथी हो, डलमाले त चाउचाउ खाँदै पो स्कुल आएछ। स्कुल आउन ढिलो भएपछि फास्ट फुड त ठिकै हो नि, आधुनिक जमानामा आधुनिक खाना त खानै पर्यो नि। स्कुलमा स्वास्थ्य पढाउने सरले जङ्क फुड खानु हुँदैन भनेको बिर्सियो कि क्या हो तिमीले? पत्रु भनेको हाम्रो शरीरको शत्रु हो। पेट दुख्यो। नर्स मिसले बोलाउला, नर्स मिसले बोलाउ। ल म बोलाइहाल्छु। नर्स मिस। के भयो डोल्मालाई? के खाएर आएकी थिइन्? नर्स मिस, डोल्माले त बाटोमा चाउचाउ खाएर आएकी थिइन्। नर्स मिस, मेरी छोरीलाई के भएको रहेछ? ल हेर्नुस् दाइ, अस्वास्थ्यकर खाना खाएर डोल्माको स्वास्थ्यमा असर परेको छ। मेरी छोरीले खाएको खानाको असर घाँटीमा अड्क्यो कि आन्द्रामा पुगेर पड्क्यो नर्स मिस? त्यस्तो केही अड्केको पनि होइन, पड्केको पनि छैन। अब केही समयपछि डोल्मालाई ठिक हुन्छ। तर सुन्नुस् त रामे दाइ,
नानी बाबुलाई कहिले पनि जङ्क फुड अस्वास्थ्यकर पत्रु खाना दिनु हुँदैन नि। यो पत्तुर खाना भनेको चाहिँ कस्तो खाना हो नि मिस? ल सुन्नुहोस् दाइ, चिल्लो पिरो रङ राखेर आकर्षक देखिने प्लास्टिकको प्याकेटमा राखेर बनाइएको तयारी अस्वास्थ्यकर खाना नै पत्रु खाना हो नि दाइ। ओहो, आज आएर पो बुझियो त। अब मेरो घैँटोमा छप्लङ्ग घाम लाग्यो। रामे दाई त अझ म त पारेको र तारेको पनि खान्छु भन्नुहुन्थ्यो। हेर नर्स मिसले भन्नुभएको जस्तै अस्वस्थ खाना खानु हुँदैन, सधैँ स्वस्थकर खाना खानुपर्छ। स्वस्थकर खाना खानाले हाम्रो शारीरिक मानसिक विकास राम्रो हुन्छ, जसको कारण हामीले पढ्न सक्छौँ, बढ्न सक्छौँ, सिक्न सक्छौँ र राम्रो सोच्न पनि सक्छौँ। लु फेरि भन्छ है त रामे दाइ, विद्यार्थी भाइ बहिनीहरू सबैलाई हामीले हरेक बार खाना चार भन्ने नारालाई आत्मसात गर्दै स्वस्थकर खाना खानु र खुवाउनु पर्छ नि। जस्तै पशुजन्य माछा मासु अन्डा दुध दही घिउ आदि, वनस्पतिजन्य सागपात, अन्नजन्य गहुँ जौ फापर कोदो चामल, दलहनजन्य मुगु मास भटमास आदि जस्ता स्वस्थकर खानाहरू हामीले नानी बाबुहरूलाई खुवाउनु पर्छ नि दाइ। तर अस्वस्थकर खाना तारेको मासु, सफ्ट ड्रिङ्क, कोक, डिउ, प्याकेजिङ खाना खुवाउनु हुँदैन नि रामे दाइ। आज विद्यालयमा साह्रै राम्रो कुरा बुझ्यौ, पोषणयुक्त खाना पो खानु पर्दो रहेछ त है मिस? हामीले पनि बुझ्यौ। कुरा यसरी पो बुझ्नु पर्दछ त। ल त्यसो भए हामी सबै प्रतिज्ञा गरौँ र भनौँ त, पोषणयुक्त खाना खान्छौँ, अस्वस्थकर खाना छोड्छौँ हरेक बार। बिना बहाना अस्वस्थकर खाना आयो हजुर, मृत्यु खाना आयो हजुर। यहाँ किन तपाईँहरू कराउनु भएको? ओहो, मेरी छोरी ठिक भई उठी। यो खुसीमा म गीत गाउँछु, तपाईँहरू पनि सँगै नाच्नु है। अस्वस्थकर खानालाई छोडिन्छौँ, पोषणयुक्त खानालाई जोडिदिन्छौँ। नबिर्सौँ साथी हो जीवनभरिलाई, स्वस्थ भई बाँच्नु छ हामीहरूलाई, 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 स्वस्थ भई बाँच्नु छ हामीहरूलाई।